आज हामी तपाईका लागि बेस्ट अर्गनाइजेसन्स ब्याकवर्ड सोसाइटी एजुकेसनद्वारा प्रकाशित नयाँ रोजगारीको अवसरको जानकारी लिएर हामी आएका छौँ। यदि तपाईहरूलाई यस वा कुनै अन्य जागिरका लागि प्रोफेसनल सिभी, कभर लेटर, जब एप्लिकेसन वा रेज्युमे तयार गराउनु छ भनेपछि कृपया हामीलाई सम्पर्क गर्नुहोला। हामीलाई सम्पर्क गर्ने स्थान रहेका छन् वाट्सएप 9749449798 र इमेल एड्रेस रहेको छ। र हामी तपाईका लागि योग्यता अनुसार आकर्षक र व्यावसायिक सिभी तथा कभर लेटर तयार गर्न सहयोग गर्नेछौँ भने अब लागौँ आजको रोजगारीको विस्तृत जानकारीतर्फ। नमस्ते, म हुँ बलराम भण्डारा। तपाईँले हेर्दै हुनुहुन्छ ओपन नेपाल पोडकास्ट च्यानल। आज हामी तपाईँका निमित्त बेस्ट अर्गनाइजेसनमा सामुदायिक परिचालन कम्युनिटी मोबिलाइजेसन पदमा रोजगारीको सुवर्ण अवसरको बारेमा लिएर आएका छौँ। बेस्ट अर्गनाइजेसनले दाङ जिल्लामा सञ्चालन भइरहेको मातृ नवजात शिशु तथा बाल स्वास्थ्य एमएनसीएच कार्यक्रम अन्तर्गत सामुदायिक परिचालन पदका लागि आवेदन दिन आग्रह गरेको छ। यस पदमा 3 जना कर्मचारी आवश्यक रहेको बताइएको छ भने कार्यक्षेत्र रहेको छ दाङ जिल्लाका राप्ती बङ्गलाचुली र राजापुर नगरपालिकामा रहनेछन्, जहाँ प्रत्येक पालिकामा 1 जना छनौट गरिनेछ भने र शैक्षिक योग्यता यस प्रकारको छ। मान्यता प्राप्त शैक्षिक संस्थाबाट एएनएम, एएचडब्ल्यू, पिसिएल, नर्सिङ वा हेल्थ असिस्टेन्ट उत्तीर्ण गरेको हुनुपर्छ। साथै मातृ नवजात शिशु तथा बाल स्वास्थ्य एमएनसीएच कार्यक्रमसँग सम्बन्धित कम्तीमा 1 वर्ष अनुभव रहेको हुनुपर्नेछ भनेर बताइएको छ र सम्बन्धित पालिकाका स्थानीय बासिन्दाहरूलाई बढी प्राथमिकता दिइनेछ भनिएको छ। यसका मुख्य जिम्मेवारी यस प्रकार रहेका छन्: स्वास्थ्य संस्था तथा सामुदायिकसँग समन्वय गर्ने, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई प्रभावकारी रूपमा सहयोग गर्ने, समूह परिचालन गर्ने तथा समयमै प्रतिवेदन र तथ्याङ्क व्यवस्थापन गर्ने कार्यहरू समावेश गरिएका छन् भने तपाईहरूले आफ्नो बायोडाटा सिभी र नेपाली नागरिकताको प्रतिलिपि आवश्यक पर्ने हुन्छ आवेदन दिनको लागि। डकुमेन्ट्सहरू चाहिँ र भौतिक रूपमा बेस संस्था ब्याकवर्ड सोसाइटी एजुकेसन केन्द्रीय परियोजना कार्यालय ललितपुर 6 रजौरा दाङमा बुझाउन सकिनेछ र साथै इमेल मार्फत पनि तपाईँले आवेदन दिन सक्नुहुनेछ। इमेल मैले तल राखिदिएको छु। इमेल ठेगाना रहेको छ base.hrrc55@gmail.com रहेको छ भने आवेदन दिने अन्तिम मिति 2083 साल साउन 25 गते साँझ 5 बजे अर्थात् 10 अगस्त 2026 मा रहेको छ भनिएको छ। र यदि तपाईँ स्वास्थ्य क्षेत्रमा अनुभव भएका योग्य उम्मेदवार हुनुहुन्छ भने समयमा नै आवेदन दिनुहोला। र यस्तै आइएनजिओ र सरकारी तथा निजी क्षेत्रका नयाँ रोजगारीका अवसरहरू, टेन्डर सूचना, छात्रवृत्ति, रोजगारी सम्बन्धी अपडेटहरू र करियर सम्बन्धी जानकारी नियमित रूपमा प्राप्त गर्नको लागि हाम्रो युट्युब च्यानल ओपन नेपाल पोडकास्ट युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। साथसाथै नयाँ जागिरको सूचना, विस्तृत जानकारी र दैनिक अपडेटका लागि हाम्रो वेबसाइट सुदूरपश्चिम जब्स एनपी लाई पनि भिजिट गर्न नबिर्सनुहोला। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक गर्नुहोस्, आफ्नो साथीभाइलाई सेयर गर्नुहोस् र आगामी भिडियोहरूका लागि सूचना प्राप्त गर्नका लागि बेल आइकन पनि थिच्न नबिर्सनुहोला। भिडियो हेरिदिनुभएकोमा हार्दिक धन्यवाद। फेरि अर्को उपयोगी र रोजगारीमूलक भिडियोमा ओपन नेपाल पोडकास्ट युट्युब च्यानलमा फेरि भेटौँला। तबसम्मको लागि नमस्ते, धन्यवाद।